त साथीहरू आज फेरि म उनी प्रकाशको भिडियो लिएर आइसकेछु तपाईँहरूको अगाडि है। अब हेर्दै जानु कतिको के हुँदो रहेछन्। उतातिर हेर्नु पुरै आँधी हुरी पुरा एकदम आउने तयारीमा हल्का फिटिरहेको छ। हेर्नु त हेर्नु ल हेर्नु भिडियो कसरी बनायो के गर्यो भनेर सबै हल्का फिटिरहेको छ। बतास हेर्नु त अब के होइन 5 देखि 7 मिनटमा यहाँ हुन्डरी चल्दैछ। हुन्डरी है साथीहरू। अहिले तपाईँहरूले यही भिडियो म आजको लागि गर्दैछु। एकैछिन हेर्नु कहाँ के हुँदो रहेछ त्यो सबै देखाउने हो तपाईँहरूलाई है साथीहरू। हेर्दै जाउँ यतातिर अलिक मानो छ दक्षिणतिर अलिअलि खाली छ है। नत्र हुने बतासले त पुरा कभरै गरिसकेको छ है साथीहरू। हेर्नु त पुरा त्यहाँनिर हुरी उठिसकेका छन्। धुलोहरू उड्दैछन् अगाडि हेर्नुहोस् है। अगाडि धुलोहरू उड्दैछ बाख्रा मोडले बाँधिराखेको छ है साथीहरू। यहाँ अब हेर्दै जाऊँ के विरोध मचाउने हो है साथीहरू। यहाँनिर आगो बाल्दैछ। हुरी बतास आउँदैछ त आगो बाल्दैछ त। जाऊ आगोमा पानी हाल रुखहरू कस्तो हलिरहेको छ हेर्नु त। रुखहरू कस्तो हलिरहेको छ यहाँ अगाडि हेर्नु। यहाँ आगो निभाउँदैछ सालीले। उतातिर हेर्नु कागहरू सब उड्न थालिसकेको छ आकाशमा। यता हेर्नु पुरै रुखहरू ढल्किरहेको छ। ढुङ्गा राखिदिनु तपाईँ भित्र जानु बाहिरबाट ढुङ्गा। यता बाहिरबाट हाल्दाखेरि हावा आउँदैन। एकछिन हुरी बतासको भिडियो बनाइदिउँ भनेर ल ल ल औ साथीहरू म हैरान भइसक्यो है साथीहरू। समुद्र यहाँ पौसीबाट ढोका समातेर भिडियो बनाइराखेको छु तपाईँहरूलाई। अहिले पुगिसक्यो यहाँ हेर्नु लगभग 3-4 मिनटमा हुरी बतासले कता कता भिडियोमा मचाउने हो है साथीहरू। अहिले हेर्न बाँकी छ। कालो भएर आइसकेको छ है साथीहरू। ड्याङ यहाँ डबल क्यामेराबाट भिडियो बनाउँदैछु है साथीहरू। सिन कस्तो के आइरहेको छ है। यस्तो भिडियो बन्छ है साथीहरू। कति मजा आउँछ फेरि भिडियो बनाउने नै दिन जस्तो है साथीहरू। सिन पनि कति रमाइलो देखिरहेको छ है साथीहरू। हेर्नु त कस्तो रमाइलो देखिरहेको छ हेर्नु त। कम खतरा छ त होइन। हेर्नु यहाँ ढुङ्गा मिलाउँदैछु म। ढोका खोले गरेँ क्या हावाले। अर्को ढुङ्गा पनि हालिदिएँ मैले है साथीहरू। हुरी बतास आउन लाग्यो।
क्या हावाले ल अब पानी पर्नै थालिसक्यो है साथीहरू घरको बिजोग हेर्नु यतातिर त बरु घाम लागेको छ होइन आर्टिस्टले बनाएको जस्तो क्या बादल आर्टिस्टले बनाउँछ नि फिल्महरू त्यस्तै हेर्नु फेरि ढोका खुलिसक्यो हेर्नु यहाँ ढोका फेरि चेप्न हुनु परेछ मलाई ढोका चेप्नु पुरै साथीहरू माइन्ड नगर्नु होला भिडियो हेर्नु केही छैन भिडियो बनाइरहेको छ साथीहरू यति नयाँ हो भने मेरो च्यानललाई सब्सक्राइब पनि गर्नु होला है त साथीहरू त्यति राम्रो बोल्न आउँदैन त्यही पनि कोसिस जारी छ है साथीहरू यस्तो छ कि मोबाइल पनि कन्ट्रोल भइरहेको छ है साथीहरू गर्नु गरे बलराम जस्तो छ है साथीहरू यतातिर त छ हावालाई उडाउँला है भाग भाग आयो 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 साथीहरू अब पानी त पर्नै आँटिसके जस्तो छ अब भिडियो अहिलेको लागि यति नै गर्ने पानीमा रुजेर गर्नु किन तपाईँहरूले कमेन्टमा लेखेर पठाउनु होला है त साथीहरू यदि तपाईँहरू नआयो भने च्यानल त सब्सक्राइब गर्नु है हामी सानो सानो भलो गर्दै सानो सानोले सपोर्ट गर्नुपर्छ के कुरा बुझ्नुभयो ल कुरा बुझ्नुभएको धेरै धेरै धन्यवाद भेना युट्युब हेरिदिनु भयो धेरै धेरै धन्यवाद अझ